पैसा चाहिँ धेरै सस्तो रहेछ। एकचोटि देखाइदेऊ त राजा। जम्मा 570 लाग्यो क्या। अनि हस्पिटलमा औषधि पनि लियो। औषधि चाहिँ जम्मा 810। हेलो गाइज, गुड आफ्टरनुन होइन। दिस भिडियो विल बी इन्फर्मेटिभ भिडियो। यदि जापानमा यदि बिरामी परियो भने के गर्ने कसो गर्ने भनेर थुप्रोजनालाई थाहा नहुन सक्छ। म बिरामी भएको मौका पारेर कस्तो हुँदो रहेछ, के हुँदो रहेछ, के चाहिने रहेछ भनेर म हजुरहरूलाई एक्सप्लेन गर्दै जानेछु होइन ब्रदर? हो नि भाइ। नेपालमा जस्तै रहेछ। यो हाम्रो केन्सियो चाहिँ त्यहाँ दासु गर्नुपर्दो रहेछ, दिनुपर्दो रहेछ। हस्पिटलले यो बनाएर दिँदो रहेछ। अनि त्यसरी चेक गरेर डक्टरले के जाति चेक गरिसके पछाडि पैसा चाहिँ धेरै सस्तो रहेछ। एकचोटि देखाइदेऊ त राजा। जम्मा 570 लाग्यो क्या। जम्मा 570मा चाहिँ उपचार हुँदो रहेछ। समग्रको बेदबेदीभन्दा सस्तो होइन हो एकदम नि। जाँदैछौँ औषधि दिनुको लागि। औषधि चाहिँ यहाँ चेकअप गरेको छ मान्छे। अब औषधि अलिक त्यो पनि ओकेजले काम गर्छ। त्यो पनि हो। कागज छ हामीले भाइ।ご飯など。はい、1週間分。ここ1週間分。これは10回分。はい。810円になります。じゃあ追加で大丈夫ですか？はい、お願いします。はい、じゃあ追加お願いします。90円の開始になります。はい、ありがとうございます。はい、では、ちょっとしっかり一回飲んでみてください。はい、お大事にどうぞ。はい、ありがとうございます。अनि हस्पिटलमा औषधि पनि लियो। औषधि चाहिँ जम्मा 810 भनेको चिप छ औषधि पनि। जापानको मेडिसिन चाहिँ सस्तै रहेछ भनौँ न होइन? के हो कुरा? हो। तिमीलाई चाहिँ के को दबाई चाहिएको अरे? मलाई रुगामर्कीको। त्यो ट्रामाडोलै हो? होइन रुगामर्कीको क्या दाइ। त्यो यो मलाई फेरि त्यही दबाई खानै पर्छ क्या। ए कुन दबाई? त्यो हरिहरि हुन्छ अनि एउटा सेतो सेतो खालको बजार। अनि त्यो जाउँ न यहाँनिर। के भनेपछि तिमी चाहिँ चेकअप गराउने हो कि होइन? चेकअप पनि गराउने अनि त्यसमा दबाई चाहिँ गइआएको लेख्ने। ए ठिक छ। ल त्यसो भए के हुँदै जान्छ अहिले म ठ्याक्कै हस्पिटलकै होइन क्या दाइ, मलाई यहाँ अगाडि छु। यही हो हस्पिटल चाहिँ। मलाई चाहिँ त्यो नेपालमा ठुलो एमजीको दबाई खाने भएर होला कि जापानमा चाहिँ एकदम सानो एमजीको दबाई दिन्छ क्या। अनि त्यसको कारणले चाहिँ मलाई ठिकै नहुने क्या। 2 महिना भइसक्यो त्यो रुगामर्की लाग्यो, ठिक नहुने। अनि भाइ अब तिमी के भन्न चाहन्छौ त होइन? अब यसो बिरामी परेको बेला हस्पिटल जानु ठिक कि होइन नेपालबाट ल्याएको औषधि खाएर बस्नु ठिक भन त? म चाहिँ भन्दाखेरि नेपालबाट ल्याएको औषधि चाहिँ कामै छैन क्या। किन काम छैन भन्दाखेरि अब आउने बित्तिकै चाहिँ बिमारी पनि भइँदैन, तन्दुरुस्तै हुन्छ आउने बित्तिकै होइन। यहाँ आएपछि भनेको 3 महिनामा मान्छेको ब्लडै चेन्ज हुन्छ। अनि नेपालको दबाई भनेको अब के रोग लागेको हुन्छ कसो हुन्छ चेकअप बिना खानु त्यो पनि डरमर्दो कुरा हो। अनि यहाँनिर चेकअप गरेरै गर्दाखेरि पनि एकपल्टको 800 कति 810 810 दबाईको अनि 570 उसको गर्दाखेरि लगभग 1500 पनि पैसा लागेन लाग्दैन क्या होइन। अनि
अब त्यो बाहिरबाट ड्रग स्टोरमा पनि पाइन्छ दबाई। मैले त्यो अस्ति एउटा त्यो खोकीको झोल दबाई किनेर खाएँ नि, त्यो एउटा मात्रै दबाईको 1700 रुपियाँ पैसा हो क्या। अब भन्ने पछाडि त त्यहाँ औषधि किनेर खानुभन्दा पनि यदि टाइम छ र टाइमको सहजता छ भने चाहिँ गयो एकपल्ट चेक गरेर खाएको राम्रो हो होइन। तपाईँहरू पनि त्यही गर्नु होला। एक त यो मौसमले गर्दा पनि हो यो, सबै रुखका हाँगाहरू पातहरू सबै खसिन्छन् जाडाले गर्दा होइन। यो चाहिँ हाम्रो रुम छेउको के हो, मास्क खोला न त एकचोटि। अनि दियो त डक्टरले ट्रामाडोल। कहाँ दिनु हो मैले चेकै गरेको होइन, तपाईँले चेक गरेको। पुलिस बोलाएर लान्थ्यो होला सिधै 110मा फोन हालेर। नेपाली टिभीमा आउँथ्यो होला क्या न्युज होइन, झापाका भाइ यहाँनिर जापानको टोकियोमा कराप झ्याप परेका छन्। किन भन्दाखेरि कसले त्यो लक्ष्मी पाठक के भन्नेले बनाउँथ्यो होला होइन। अनि लुगा होइन यसो चिन्जन गर न त, हजुर गफ गफ गर न कहाँबाट। नमस्कार। होइन हामी गोर्खा दियो ए भन्दा अचम्मको कुरा चाहिँ नि यो औषधिमा एक्सपायरी डेटै लेखेको छैन। यो इन्फर्मेसनको लागि मैले बनाएको थिएँ, कस्तो लाग्यो यति बेरसम्म हेर्नु दिनुभएको छ भने लाइक गरिदिनु होला, धन्यवाद, बाई बाई। नेक्स्ट भ्लगमा फेरि भेटौँ ल।